सो हेलो गाइज, अब हामी चाहिँ कलेज जान लाग्यो। सो अब यस्तै छ यहाँ। आज चाहिँ कलेज जान लाग्यो, त्यही भएर ट्राइपोड युज नगरेको कारणले यस्तै टक्क हातले छोप्दै भ्लग बनाइरहेको छु। कस्तो आउँछ कुन्नी। अब ट्रेनमा त्यो स्टेसन अस्ति गएको जुन ऐसेलुवाला भिडियोमा थियो नि त्यो स्टेसन, अनि त्यो स्टेसनबाट चाहिँ चढेर टक्क अर्को स्टेसन, त्यहाँबाट झरेर कलेज पुग्ने हो। त्यहाँ चाहिँ अब स्टेसनहरूमा ट्रेनमा चाहिँ बोल्न दिँदैन। सो यहाँको रुल्स चाहिँ मान्नै पर्यो। त्यही भएर थोरै भोइस ओभर गरेर पनि साउन्डहरू राखेको हुनसक्छु मैले। सो हेरिदिनु होला। यसो नर्मली रूपमा केही अब अहिले त केही छैन नि त, फुर्सद नै छ। त्यही भएर यसो भ्लगहरू बनाऊँ, भिडियोहरू बनाऊँ हजुरहरूलाई भनेर यही पछाडिको बाटोबाट हामी कलेज जान्छौँ। मैले भनेकै थिएँ हामी साथीहरू छौँ यहाँ। अब ट्याक्क स्टेसन चाहिँ पुगेपछि स्टेसनबाट चाहिँ स्टेसनभन्दा अगाडि चाहिँ मैले हजुरहरूलाई देखाइसकेको छु। अब स्टेसनसम्म पुगेपछि त्यहाँबाट कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई देखाउँछु। हेर्नु, हामी यो बाटो हिँडेछौँ, ऐसेलुहरू रातै देखियो। अब भिडियोमा त कस्तो देखियो, यहाँ मैले घाम लाखा राम्ररी देखेको छैन, तर टक्क बाटोहरूमा चाहिँ ट्रेन पनि आयो। सो मैले नेक्स्ट अरे योभन्दा अगाडिको भ्लगमा भनेको थिएँ यहाँ अलवेज एउटा BMW हुन्छ भनेर। सो नम्बर प्लेट नदेखाइदिउँ, टक्क BMW हेर्न सक्नुहुन्छ दामी। अब हामी केटाहरू यहाँ टक्क म यता म यहाँ अझै राम्ररी सन्चो भएको छैन कि मलाई होइन। 4-5 दिन भइसक्यो। यहाँको मौसम यस्तो गर्मी भयो क्या एक्कासी। अब घाम चाहिँ लास्टै हुन्छ अरे यहाँ, अनि एकदम गर्मी भयो क्या यहाँ। त्यही भएर मलाई अलि सन्चो भएको छैन। अब हामी आउँदा जाडो थियो, अब अहिले गर्मी छ। त्यही भएर सो हाम्रो स्टेसन हेर्नु होला राम्ररी। अब त माथि आएको नि थाहा पाइएन यार भ्लग बनाउँदा। सो यहाँ चाहिँ रेस्टुरेन्टहरू छ। सिक्का पावर पैसा ट्रेनको ऱ्यापिड आउँछ 12:08 हामी स्टेसन 54 पुगिसकेका छौँ। किनकि यो ट्रेन छुट्यो भने कलेज पुग्न लेट हुन्छ। त्यही भएर बरु छिटै आएर बस्ने। यहाँ चाहिँ भेन्डिङ मेसिन हेर्न सक्नुहुन्छ। यो त सानो खोइ, तर पैसा त महँगो खोइ। ट्रेनहरू टक्क छ। आज स्टेसनको भ्यू देखाइदिन आएको कि म खास, अनि टक्क लाएर सुरुरुरुरु रुरुरुरुरुरु खाली है यो ट्रेन त लास्टै। आज सुनसान छ अहिले स्टेसन। अब यहाँ 12:08 हुन लागेपछि यति भिड हुन्छ यहाँ। अहिले त खाली छ, यति बेला प्याक हुने बेला भएको छैन अझै। भेन्डिङ मेसिन यही मात्र कति छ। फेरि यो स्टेसनको भेन्डिङ मेसिन अलिक महँगो पर्छ है।
सो गाइज यो लाइनबाट बनाउन त मिल्दैन तर मैले बनाइदिएँ यस्तो छ सो केटाहरू हेलो भन्दियो केटा हेलो भन्दियो हो गयो ट्रेन पनि अरू साथीहरू नै आउँदैछन् त्यहाँ रोक्यो ट्रेन रोकिँदैछ कस्तो गर्मी भयो क्या गाइज यहाँ घाम हो क्या लास्टै सोफोने अड्डाको थिएँ मेरो लुक्स चाहिँ यस्तो छ टी सर्ट लाहु प्यान्ट लाहु आज चाहिँ जुत्ता लाएको नत्र चप्पलै लगाउँथेँ अलवेज सो ट्रेनहरू हेर्न सक्नुहुन्छ तपाईँले टक्क लगाएर म चाहिँ यहीँ छु बस्दिनँ न एकैछिन के भनौँ यो बाइकहरू थाहा छैन यही स्टेसनमा नि आफ्नै घर साइडको स्टेसनमा नि यही कलेज जाने बाइकहरू बाटो थाहा छैन त्यही पनि झुक्किन्छ बेला बेला आउँदाखेरि यति प्याक हुन्छ आउँदा म तपाईँलाई देखाउँछु अहिले मिल्यो भने है फेरि यहाँ अहिले खाली छ भिडियो बनायो कसैले हेर्दैन नि त अब अहिले भिड भएपछि फेरि यस्तरी हेर्छ कि संसारमा केटाहरू पनि सो अब अहिले हेरौँला ट्रेन आएपछि टक्क 12:08मा भिड भइसक्यो भिड
This train stops at all stations after Toyoto. पुरै खोलामा माथि बाटो रहेछ यार यो 2番線の電車は中野行きです。 यता गएँ म बाटै थाहा छैन मलाई केटाहरूले भलकको लागि भाग्यो भनेर हेर्छन् खुब गइसक्यो गाइज सो भलक बनाएपछि त केटा छुट्टै इनर्जी आयो यार म त झ्याउ लाग्थ्यो सधैँ यहाँ आउँदा आत्ता भाग्न मन लाग्यो रतन कार्की जस्तै अब लाइट के बोल्छ ग्रिन बोल्छ कि रेड बोल्छ रेड बोले फुनागासीबाट त्यो निसी फुनागासीबाट स्यासे भयो गाइज सो यो बाटो अब हामी चाहिँ बल्ल यसो बोलिदिएको कि किनकि यहाँ पार्क आँखा जापानको यही पार्कबाट हामी गएको जान्छौँ उताको बाटो बोतल यहाँ सेकेन्ड चेनमा हेर त हेर न म भ्लग बनाउँदै हु निकाल न ल ल हाई हाई जापानको बच्चाहरू यहाँ कसरी झुन्डिन्छन् गाइजहरू उता उता हाम्रो कलेज पारिपट्टि सो यहाँ चाहिँ धारा आत्ता रहन्छ उता रहेछ बुरुस गर्छ क्या त्यसले सधैँ यहीँ पार्कमा आएर यसको घर छैन कि कुन्नी के हो निकालेको केटा हो सेकेन्ड चेनमा सेकेन्ड देख्यौ ल लगाइदेऊ चेन आत्ता मात्रै माटो खै पखाल न ए धारा पखाल न हो हाम्रो खेमसोर टिम चाहिँ राम्रै गर्छन् यस्तो धारा छ यहाँ हामी चाहिँ यहाँ छौँ भन्दै खान् अनि खाने हो कस्तो हावा लाग्यो अब कलेजमा गएर भेटौँला कलेज अगाडि उताको बाटो जाने हो उता बाटो जाँदै जाने हो क्या उता अगाडि 2 गल्ली यस ठाउँ त दामी हो क्या बाटो हेर्नु मान्छे हिँड्ने हेर्नु टक्क यहाँ ठाउँ चाहिँ राम्रो हो कि यो तर हामी बसेको ठाउँ अलिक टाढा भयो क्या गएको यस्तो भिन्टेज कार यहाँ देखाउन त नहुने तर के मतलब कसले पो हेर्छ र मलाई यहाँ एउटा भिडियो कसले नोटिस गर्छ र यत्रो धेरै सो अघिको जस्तै BMW हाम्रै उसमा सोरुम छ नि BMW को त्यही साइडमा फुनाबासीमा तर नि क्या मलाई राम्रो लाग्छ कि जे होस् BMW यस्तो गाडीहरू अब नेपालमा नहुने नि त यस्तो बाटोमा हिँड्छन् त्यस्तो गाडीहरू नेपालमा यस्तो बाटो कमै छैन भन्दिनँ म कमै छ अलि कम नै छ कि
तर यहाँको हेर्नु न बाटोको पिचको उस लेभलै कति डिफ्रेन्स छ यार। नेपालको त गिरगिठो जस्तो देखिन्छ नि, यहाँ हेर्नु यो गिरगिठो त यस्तो तल हो कि बाटो नि यस्तो चिल्लो छ हेर्नु। अब हामी गएको छौँ, आइसक्यौँ। यो चाहिँ हाम्रो कार पार्किङ हो गएको अगाडिको भनौँ। सो गएको हाम्रो उतो हो, यही हो। कति सानो छ हाम्रो गएको, यस्तो छ हाम्रो गएको। छुट्टी भयो मर्निङको। सो क्लासमा चाहिँ हामी आयौँ फर्स्टमा 3 जना। यो मेरो ब्याग हो, अहिले चाहिँ खाली छ। दोस्तले सफा गर्दै खानु त मेरो नि फोहोर थियो कि कुन्नी, केटोले झोला राखिदिइहालेँ। ट्याक्क मेरो नाम चाहिँ यहाँ छ गाइज, सामिरू देश, सामिरू ए मलाई चाहिँदैन सबै छ मेरो। सो हाम्रो गएकोबाट यस्तो भ्यू देखिन्छ गाइज। ठगै लागिरह, गर्मी भइरह, पसिना आइरह। अब के हुन्छ पसिना आइरह है, सोल्टी त्यस्तो नहोला। आज चाहिँ यस्तो एक्लै हुँदा चाहिँ रमाइलो हुने क्या। यस्तो पङ्खा खायो, तर यहाँ चाहिँ सफारी सान बस्छन् हाम्रो। मार्करहरू छ यस्तो। यो छुट्टी कहिले छ है यस्तो पढ्नेको। यहाँ हेर्नु मेरोमा यहाँ कहिले एउटा नि उस लाखैन, बाक्छु लाखैन। मारु कहाँ मेरो, ओइ मेरो खै र सामिरू देश, सामिरू दुइटै मारु हिहिहिहि। एकदम गुड स्टुडेन्ट हो नि त हामी। टक्क छुट्टी भएको दिनहरू यो उसहरू नेटको पासमा के छ हामीले पढ्न आउनु हामीलाई यस्तो। हामी यस्तो पढिन्न खासै धेरै। गएको छौँ गाइजहरू। हाम्रो गएको यहाँ हावा लाग्ने चाहिँ केटो गएको पछाडि यस्तो रहेछ बल्ल हेर्दैछु। ल अरू आयो अब अहिले हेरौँला ब्रेकमा। बन्द गरेँ अब त्यो फोन, अब अर्को फोन चलाउँछु म। सो गएको स्टार्ट भएपछि भिडियो बनाउनु मिल्दैन, त्यही भएर हामी छिटो आइसकेका हौँ। सधैँ छिटो आउँछौँ। अब यहाँ फोन हामीसित अर्को। कोनिचिवा सफारी-सान, कोनिचिवा। Vlog बनाऊँ kita. हेरेको थोरै हेरे निदाइछु अनि सुतेछु। खतरा क्लासिक ब्याटिङ हाल्यो। विराट कोहलीले त खतरा गरे चाहिँ दामी लाग्यो। कस्तो दामी खेलेको। आज कहाँको छ अरे, म त हेरेको पनि छैन यार। म त हाइलाइट हेरेको कि अनि म्याच हेर्दैन। कहाँ म्याच हेर्नु यस्तो मिठो खेल्ने आज कहाँको रहेछ? यमआई र पन्जाब रहेछ यार आज त। यमआई र पन्जाब। पन्जाबको को होला? पन्जाबमा सिया छ यार। तर कस्तो हिजोको त ब्याटिङ टुक्क छ छक्का जग्गा हाने रहेछ कि आगे मैले नि इम्प्याक्ट हुन्छ नि त ब्याक इम्प्याक्ट ज्यानको फोर्स सब मिलाएर खेलेको यस्तो हरेक ओभरमा एउटा चौका छक्का हाने रहेछ कि मिलाएर रन रेट मेन ब्याटिङ पोजिसन कस्तो ब्याट हेर्दै रहँदा टक्क ब्याट बस्दै बस्छ रन सिधा छक्का हाने त्यो छक्का त ढाङ कभर नै गर्दैन। हामी चाहिँ पढ्दै हामी जान्दै जान्नु त्यो ब्याटको पावर जान्ने हुन्छ शरीरको पावर जान्छ त्यो पछाडि कुदै फोर्स लिएको हुन्छ। कति वर्षदेखि उसले एउटै कुरा रिपिट गरिरहेको अगाडि त्यतिको त हुनु पऱ्यो नि। गाइजहरू ब्रेक भयो, मोबाइलहरू त्यहाँ राख्ने हो गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू। मोबाइल यहाँ राख्न पर्छ। भर्खर लिएर आएको ब्रेक हुँदा अब ब्रेक सकिन लाहा। सो इलेजर कटर यस्तो भयो यहाँ, इलेजर कटर हेर्न सक्नुहुन्छ। रातो पेन चाहियो यहाँ कतो अब यो राख्ने हो हालेर। यो चाहिँ ब्यागमै हाल्छु मैले। रमाइलो हो त। सो बल्ल बल्ल लास्ट पिरियड भयो। अब अझै छ हाम्रो गएको भ्याइन। पढ्दा 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 दिमाग खराब भयो, दिमाग खराब।
केटाहरूले जिस्काउँदैछन् भ्लग बनायो भनेर, कोहीले 1 घन्टाको फिल्म हो कि भ्लग हो भन्छन्, यस्तै छन्। अब ब्रेक भ्याइयो, टाइम भ्याइयो, 5 मिनट थियो। अब घन्टी बजे देख्नुभयो, ल ब्रेक भ्याइयो होला भाइ। अब अर्को छुट्टी भएपछि आउँछु, बाई त होइन, अहिले छुट्टी भयो गाई, छुट्टी भयो, अब जाऊँ हामी। सेन्से सायोना ओए हामीलाई त सेउ कुदाइदियो यार, तिमीलाई दिएन सेउ कुदाइ के समयवाला। काक्कोले अचम्मै गऱ्यो क्या आज, हेर्नु जम्मा 5 जनालाई होमवर्क दियो, अरूलाई दिएन, मलाई पनि दियो दिन त। गरिदिन्छौ, यस्तो दोस्त हुनुपर्छ कि, यस्तो हुनुपर्छ दोस्त भनेको। मलाई देऊ म गरिदिन्छु रे। यस्तो दोस्त कसैले पाउँछ? यस्तो दोस्त कसैले नि पाउँदैन। छुट्टी भयो, अब निस्क्यौँ हामी रोडमा। हम टक्क रोडको बिचमा, हम रोड कटाइमा हामी। यो सिन्जुको होइन, त्यही पनि भिड त अलिअलि छ हो गाइजहरू। अब घर पुग्दा थकै लाग्छ, हेर्नु हिँड्दै जानुपर्छ, यस्तै हो। ट्रेन पनि चढ्नुपर्छ। सो अब ट्रेन यति भिड हुन्छ कि हेर्नु, खुट्टा टेक्ने ठाउँ हुन्न। क्या दामी देखियो दोस्त। यति भीड़ है। बस्ने हो यार छ यार, यस्तो हुन्छ ट्रेन जापानको। दमदम सीधे यहीं। कति भीड़ है समझी म नहीं आए समझी नहीं आए कीरा खन के कीरा यति हो र जहाँबाट गएको त्यहीँ आइयो। अब चाहिँ यहाँबाट एक्जिट गर्नुपर्छ हामीले। सो टक्क सुइका खायो, टक्क लगाएर भयो सुइका एक्जिट भयो। सो अब हामी चाहिँ घर जान लागेको। सो गाइजहरू थाक्यो हिँड्दै हिँड्दै। अब यही हो ऐसेलुवाला बाटो हो, यस्तै छ।
अब रुम पुग्न लाग्यो। अब रुम गएर फ्रेस भएर भोक लाग्यो। बिहान खाना खाएदेखि केही खाएको छैन। अब अहिले यहाँ 6:30 हुन लाग्यो। भइसक्यो क्या, भइसक्यो त 5:30 भइसक्यो। आउँदा आउँदा 5:30 हुन्छ। हेर्नु, देख्नुभयो ट्रेनमा त्यति भिड हुन्छ, खुट्टा टेक्ने ठाउँ हुन्न। पछि निस्केर पनि धकल्दै माथिसम्म आएर एक्जिट गर्ने हो। भिड हुन्छ, यो टाइमिङमा भिड हुन्छ। बिहान बरु त्यस्तो हुन्न, उभिन त उभिनै पर्छ। तर नि मस्त ठाउँ पाइन्छ नि त उभिन पनि। आउँदा त जति यो टाइमिङमा त लास्टै यस्तै हुन्छ क्या। बारी ऐसेलहरू हामी बारीबाट आउँछौँ किनकि यता जानुपर्छ भित्र, त्यही भएर। सो अब यो भ्लग चाहिँ यहीँबाट मैले इन्ड गरेँ। हावा पनि राखा लाग्न त अलि शीतल भइराखा, थकाइ पनि राखा। सायद बोलीले पनि चिन्नुभयो होला, त्यही भएर यति हिँड्नुपर्छ कि यो चाहिँ अलि स्टेसनसम्म चाहिँ अलि टाढे खायो। उता बरु त्यस्तो हिँड्न पर्दैन, लगभग नजिकै छ, थोरै 2-3 गल्ली मात्र हो। यहाँ त पुरै हिँड्नुपर्छ क्या। अनि थकाइ नि लाग्ने नै भयो, मान्छे नै हो भने। त्यही भएर अब घर गएर यसो रेस्ट गरेपछि फेरि आनन्द आउँछ। अहिले कामसाम छैन, अब काम भएपछि फेरि झन् गाह्रो त गाह्रै छ। काम भएपछि झन् ल, राम्ररी बस्नु, आफ्नो ख्याल गर्नु, त्यही हो। बाई बाई। फेरि अब अर्को भ्लगमा राम्रोसित कुनै ठाउँ कुनै स्पेसिफिक कहीँ गइहालेँ भने म अब मेरो वरपर म सधैँ हिँड्ने ठाउँहरू त मैले देखाइसकेको। अब यसो कहीँ बाहिर निस्केँ भने म तपाईँलाई देखाउँछु, कहीँ भिडियो खिच्न मिल्ने ठाउँहरू भयो भने। सो अहिलेलाई चाहिँ बाई बाई। अब रुम गएर फ्रेस भएर बस्छु म चाहिँ। बाई। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जे गर्न मन लाग्यो पार गरिदिनु, मन नलागे पार नगरिदिनु। महावीर पुन जस्तो हो म पनि, मन लाग्यो भने गरिदिनु, नत्र नगरिदिनु। ल बाई बाई। बाई बाई।